नमस्कार। संसारैभरि घट्ने गरेका अपत्यारिलो जस्तो लाग्ने तर वास्तविक घटनाहरूको सङ्गालो विचित्र संसारको यो अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा मैले आगो बलेको एउटा सामान्य भिडियोले युट्युबमा कसरी कमायो 16 करोड भन्ने कुराको वास्तविकता उजागर गर्न गइरहेको छु। अहिले युट्युबमा एउटा मामुली खालको भिडियो निकै चर्चित छ। सो भिडियोमा केवल आगोको दृश्य देखाइएको छ। यस भिडियो केवल एउटै ठाउँमा क्यामेरा राखेर रेकर्ड गरिएको छ, अर्थात् यसमा कुनै बहुकोण छैन र अनेकन स्थानबाट सुट गरिएको छैन। तर त्यस्तो एकहोरो भिडियोको लोकप्रियता र कमाई चाहिँ विश्वसनीय र अचम्म लाग्दो छ। समाचार अनुसार यो भिडियोले अहिलेसम्म करिब $12.5 लाख अर्थात् 16 करोड नेपाली रुपैयाँ कमाइसकेको छ। यो भिडियो 9 वर्ष पहिले अपलोड गरिएको हो। यसमा एक घरको चुलोमा आगो बलिरहेको दृश्य मात्रै छ। भिडियोमा केवल चुलोमा बलिरहेको आगो देखिन्छ र यसलाई एकै ठाउँमा राखिएको क्यामेराले रेकर्ड गरिएको छ। एचडी क्वालिटीमा रहेको यस भिडियोमा आगोले काठहरू जल्दा आउने चटचट आवाज पनि सुनिन्छ। फायरप्लेस 10 आवर्स नामक युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो करिब 10 घण्टा लामो छ र अहिलेसम्म यसलाई 15 करोड 75 लाखले हेरिसकेका छन्। उक्त युट्युब च्यानलका सब्स्क्राइबरको संख्या चाहिँ 1,17,000 छन्। समाचार अनुसार यो भिडियोमा युट्युब च्यानलले पछिल्ला 9 वर्षमा $12,40,000 कमाइसकेको छ। यद्यपि कतिपयले चाहिँ यो च्यानल मोनेटाइज नै नभएको दाबी समेत गरेका छन्। आखिर किन लोकप्रिय हुन्छन् त यस्ता भिडियोहरू? चाहे झमझम पानी परेको दृश्य होस् वा कलकल पानी बगेको होस्, अनि चुलोमा दाउराको आगो बलिरहेको आवाज नै किन नहोस्, यी आवाजले मानिसलाई आनन्दित तुल्याउँछन्। यस्ता भिडियोहरू मानिसले लामो समयसम्म हेर्न वा पृष्ठभूमिमा बजाएर राख्न मन पराउँछन्। यसले मानसिक शान्ति प्रदान गर्छ। यो भिडियोले युट्युबमा सरल सामग्रीले पनि धेरै दर्शक र आम्दानी हासिल गर्न सक्छ भन्ने वास्तविकता देखाएको छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? अवश्य पनि कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया जनाउनुहोला। साथै यस्तै खाले रोचक तथा तथ्यपूर्ण भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा फेसबुक पेजलाई फलो, लाइक तथा कमेन्ट गर्न नभुल्नुहोला।